टेक नवमलाई सब्सक्राइब गर्नुहोला र 1000 सब्सक्राइबर छिटो पुर्याउन मद्दत गर्नुहोला। आफ्नो ब्राउजरमा गएर अनलाइन पासवर्ड एप्लिकेसन टाइप गर्नुहोला र सर्च गर्नुहोला। त सर्च गरेपछि फर्स्टमा जुन आउँछ त्यसमा क्लिक गर्नुहोला र त्यसलाई ओपन गर्नुहोला र यो बाँकी पपअपहरूलाई तपाईँले अफ गर्नुहोला, यो क्लोज गर्नुहोला सबै। क्लोज गरिसकेपछि तपाईँले यहाँ तल देख्न सक्नुहुन्छ लेफ्ट साइडमा ई पासवर्डको लागि आवेदन दिनु, त्यसमा चाहिँ क्लिक गर्नुहोला। त क्लिक गरिसकेपछि तपाईँको अगाडि यस्ता एउटा इन्टरफेस खुल्छ, चारवटा अप्सन हुन्छ। फर्स्टमा जानुहोला। फर्स्टमा गइसकेपछि तपाईँले आफ्नो नाम, गिभन नेम आफ्नो र सरनेम राख्नुहोला। त्यसपछि तपाईँले आफ्नो डेट अफ बर्थ राख्नुहोला एडीमा। त्यसपछि तपाईँले आफ्नो नेसनल आइडी नम्बर राख्नुपर्ने हुन्छ, त्यो राख्नुहोला। बिना ड्यासको नम्बर मात्रै राख्नुहोला। यसमा तपाईँले त्यो दिएको त्यो एनआइडी कार्डमा दिएको जस्तो राख्नु पर्दैन। तपाईँले यसमा चाहिँ बिना ड्यासको राख्नु होला। त्यसपछि एउटा पासवर्ड राख्नु होला। पासवर्ड राखेर तपाईँले नम्बर र @ जस्तो कुराहरू राखेर तपाईँले पासवर्ड आफ्नो राख्नु होला। त्यसपछि तपाईँले पासवर्ड कन्फर्म गर्नु होला, फेरि त्यही राख्नु होला। त्यसपछि तपाईँले आफ्नो इमेल आइडी राख्नु होला। इमेल आइडी र फोन नम्बर राख्नुपर्ने हुन्छ। मैले यहाँ आफ्नो क्लाइन्टको इमेल आइडी र फोन नम्बर राख्छु। यो राखिसकेपछि तपाईँले एउटा क्याप्चा देख्नुहुन्छ तल, त्यो क्याप्चा पनि राख्नुपर्ने हुन्छ। पहिला यो म नम्बर राखिहालौँ। यो म नम्बर राखेर यो क्याप्चा हल्का जुन क्याप्चा छ त्यो क्याप्चालाई हल्का राम्ररी हेर्नु होला। त्यो एकदम क्लियर हुँदैन, त्यसलाई राम्ररी हेरेर क्याप्चा राख्नुपर्ने हुन्छ। मैले त क्याप्चा चाहिँ यहाँ राख्छु। त्यो हेरेर तपाईँले क्लियरली क्याप्चा चाहिँ रङ नगर्नु होला र बिना गल्ती गरी त्यो चाहिँ क्याप्चा राख्नु होला। त्यसपछि रजिस्टर गर्नु होला। त्यसपछि साइन इन गर्नु होला। साइन गरेपछि यो तपाईँले अघि आफ्नो युजर नेम, इमेल र पासवर्ड जुन राख्नु भएको थियो अघि त्यो राख्नु होला। फेरि यहाँ देखाएको क्याप्चा चाहिँ तपाईँ राखेर तपाईँले साइन इन गर्नुपर्ने हुन्छ। मैले यहाँ साइन इन गर्छु। त साइन इन गरिसकेपछि तपाईँले फर्स्टमा अप्लाई फर अ डकुमेन्ट कागजातको लागि आवेदन दिनु जुन छ त्यसमा जानु होला। म त्यसमा क्लिक गर्छु। त्यसमा क्लिक गरेर तपाईँले पहिलोचोटि पासपोर्ट लिन चाहनुहुन्छ भने फर्स्टमा, त्यसपछि रिन्युअलको पनि हेर्न सक्नुहुन्छ, हराएको या बेलाको त्यो पनि हेर्न सक्नुहुन्छ, रिप्लेस ड्यामेज भएको त्यो पनि हेर्न सक्नुहुन्छ। म नयाँको लागि गर्दैछु, त्यसमा नयाँमा जान्छु। तपाईँले यसमा दुईवटा अप्सन हेर्न सक्नुहुन्छ, 34 पेजको र 66 पेजको। म 34 पेजमा जान्छु। 66 पेजको हल्का महँगो पर्छ होइन। त्यसपछि नेक्स्टमा जान्छु। नेक्स्टमा गएपछि आई एग्रीमा जान्छु। आई एग्री गरिसकेपछि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ एउटा फर्म खुलेको छ। यहाँ तपाईँले आफ्नो लोकेसन कहाँ तपाईँले अपोइन्टमेन्ट लिन चाहनुहुन्छ त्यो अपोइन्टमेन्टको लोकेसन यहाँ चुज गर्नुपर्ने हुन्छ। मैले अपोइन्टमेन्ट प्रोभिन्स चाहिँ बागमती राख्छु। तपाईँले आफ्नो हिसाब राख्न सक्नुहुन्छ। त्यसपछि म यहाँ काठमाडौँ राख्छु होइन। त्यसपछि कुन अफिसमा जाने हो त्यहाँ डिपार्टमेन्ट पासपोर्ट राख्छु। त्यसपछि नेक्स्ट गर्छु। त्यो गरिसकेपछि तपाईँ अपोइन्टमेन्ट डेट र टाइम लिनुपर्ने हुन्छ। मैले चाहिँ एउटा टाइम सिलेक्ट गर्छु, त्यहाँ देखाएको गर्नु होला। त्यसपछि एउटा टाइम चुज गर्नु होला। टाइम चुज गरिसकेपछि तपाईँले आफ्नो पाएको टाइम गर्नु होला आफ्नो सजिलोको हिसाबले। त्यसपछि नेक्स्ट गर्नु होला। नेक्स्ट गरेपछि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ तपाईँको मोबाइल नम्बर र इमेल आइडी फेरि राख्नलाई भन्छ। तपाईँले मोबाइल नम्बर र इमेल आइडी फेरि राख्नु होला। म राख्छु। मोबाइल नम्बर र इमेल आइडी फेरि राख्नु होला र फेरि यो इमेल आइडी अघि राखेको सेम राख्नु होला होइन। त्यसपछि तपाईँले यहाँ नेक्स्टमा जानु होला। नेक्स्टमा गइसकेपछि तपाईँले एउटा अर्को इन्टरफेस देख्नुहुन्छ। यहाँ 25 मिनटभित्र तपाईँले आफ्नो सबै पुरा फर्महरू फिलअप गर्न सक्नुपर्ने हुन्छ। 25 मिनटको टाइम दिएको छ। त्यसपछि यहाँ अर्को नेक्स्ट पेजमा जान्छ। नेक्स्ट पेजमा गइसकेपछि तपाईँले यहाँ खाली भएको ठाउँहरू भर्नु होला होइन। यहाँ अब हेर्न सक्नुहुन्छ यहाँ डेट अफ बर्थ र सिटिजनसिपको जुन नम्बर छ त्यहाँ चाहिँ खाली छ। म त्यसलाई भर्छु। यो नभरिसम्म तपाईँले अगाडि जान सक्नुहुन्न।
हैन। त्यो सबै डिटेलहरू चेक गर्नु होला। तपाईँको एनआइडीमा जुन दिनुभएको छ त्यही यहाँ सो गरेको हुन्छ हैन। त्यसपछि यहाँ तपाईँले आफ्नो सिटिजनसिप नम्बर, नागरिकता नम्बर यहाँ राख्नुपर्ने हुन्छ। नागरिकता नम्बर राख्दाखेरि तपाईँले नागरिकतामा जसरी ड्यास दिएको हुन्छ या स्ल्यास दिएको हुन्छ त्यसरी राख्नु हुँदैन। तपाईँले नम्बर मात्रै राख्नुपर्ने हुन्छ यहाँ। त्यसैले यहाँ नम्बर मात्रै राख्छु, नागरिकताको नम्बर, बिना स्ल्यास र बिना ड्यासको तपाईँले राख्नुपर्ने हुन्छ। मैले यहाँ आफ्नो क्लाइन्टको राख्दैछु नागरिकता नम्बर। त्यो राखिसकेपछि तपाईँले नागरिकता कहाँ इस्यु भएको त्यो राख्नु होला, कुन जिल्लामा भएको राख्नु होला, र इस्यु डेट राख्नु होला, कुन डेटमा नागरिकता जारी भएको हो त्यो नागरिकताको जारी मिति राख्नु होला। त्यो राखिसकेपछि तपाईँले माथि पनि हेर्नु होला, यहाँ सबै जति डिटेलहरू छ छुटेको छ सबै राख्नु होला। प्लेस अफ बर्थ कुन छ, मैले यहाँ रौतहट छ भने रौतहट राख्छु हैन। त्यसपछि यहाँ म नेक्स्टमा जान्छु। नेक्स्टमा गइसकेपछि तपाईँले हेर्न सक्नुहुन्छ अर्को पेजमा आएको छ। यहाँ पनि नेक्स्ट गर्नु होला। नेक्स्ट गरेपछि तपाईँले अब आफ्नो ठेगाना, प्रोभिन्स कुन हो, जिल्ला कुन हो, नगरपालिका कुन हो, वार्ड नम्बर कति हो सबै राख्नुपर्ने हुन्छ। म यहाँ आफ्नो क्लाइन्टको राख्छु हैन। आफ्नो म्युनिसिपालिटी यहाँ चुज गर्नु होला। चुज गरिसकेपछि तपाईँले आफ्नो यहाँ वार्ड नम्बर र आफ्नो टोलको नाम राख्नु होला। स्ट्रिट या टोलको नाम जे छ त्यो राख्नु होला। त्यसपछि नेक्स्टमा जानुभयो। नेक्स्ट गएपछि प्रोक्सी डिटेल माग्छ। प्रोक्सी डिटेल यसमा केही नराख्दा हुन्छ। तपाईँले नेक्स्ट गर्नु होला। यहाँ नेक्स्ट अर्को पेजमा जानु होला। त्यसपछि तपाईँले यहाँ आफ्नो नागरिकताको अगाडि पछाडिको फोटो यहाँ अपलोड गर्नुपर्ने हुन्छ। यहाँ तपाईँले पहिलो फ्रन्टको राख्नु होला। त्यसपछि फेरि ब्याकको, आफ्नो नागरिकताको ब्याकको फोटो चाहिँ अपलोड गर्नु होला। अपलोड गरिसकेपछि तपाईँले हेर्न सक्नुहुन्छ फ्रन्ट र ब्याकको यहाँ अपलोड भइसकेको छ हैन। एकचोटि हेरौँ, यहाँ ब्याकको पनि भइसकेको छ। ब्याकको भइसकेको छ। त्यसपछि नेक्स्टमा गइसकेपछि तपाईँले सबै डिटेलहरू यहाँ हेर्न सक्नुहुन्छ। त्यो सबै डिटेलहरू चेक गरेपछि तपाईँले अप्लाईमा क्लिक गर्नु होला। अप्लाईमा क्लिक गरिसकेपछि तपाईँको यहाँ फर्म, एप्लिकेसन फर्म हुन्छ जुन डाउनलोड हुन्छ हैन। यो फर्म तपाईँले प्रिन्ट गरेर तपाईँले पासपोर्ट अफिसमा जानुपर्ने हुन्छ र साथसाथै तपाईँले आफ्नो नागरिकता वा एनआइडी जुन छ, नेसनल राष्ट्रिय परिचय पत्र जुन छ त्यसको सकल लिएर जानुपर्ने हुन्छ भेरिफिकेसनको लागि हैन। त्यसपछि तपाईँले हेर्न सक्नुहुन्छ एप्लिकेसन सबमिटेड भइसकेको छ। त्यसै तपाईँले अनलाइन पेमेन्ट पनि गर्न सक्नुहुन्छ। म यहाँ फिनिस विदाउट पेमेन्ट गर्छु र त्यसपछि तपाईँको काम सकिन्छ।